जग्गाको नाम संसार हो। कुन ठाउँमा हो घर? हाजी महल्ला। हाजी महल्ला जोगबनी। काठमाडौँ जाने व्यक्ति एकपटक पशुपतिनाथ मन्दिर दर्शन गर्न गए जस्तै कोशी प्रदेशको राजधानी विराटनगर आउने नेपालीहरूलाई सीमावर्ती छिमेकी बजार जोगबनीतिर किनमेल गर्न जाने प्रचलन बढेको छ। हुन त जोगबनी बजारमा न त कुनै मन्दिर छ न त पशुपतिनाथ नै, त्यहाँ केवल रेलवे स्टेशन बाहेक कुनै आकर्षक तथा घुम्ने ठाउँ छैन। तर नेपालीहरूको मनमा घर गरिसकेको कुरा जोगबनी बजारमा चिनी र कपडा सस्तो मूल्यमा पाइन्छ भनेर। हुन त नेपाली बजारको तुलनामा जोगबनी बजारमा कपडा लगायत केही घराइसी सामानहरू सस्तो मूल्यमा पाए पनि त्यो अब नेपाल ल्याउन भने सहज छैन। चाड पर्व दशैं तिहार नजिकै गरेको अवस्थामा नेपाली बजार र नेपाली उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै सीमामा थप कडाई गरिएको छ। भारतबाट सामान खरिद गरी नेपाल ल्याउँदा त्यो गुणस्तरीय वा स्वास्थ्यकर भए नभएको जाँच नगरी भन्सार काट्न नमिल्ने व्यवस्था रहेको छ। त्यसै गरी भन्सार नतिरी ल्याएको सामान अवैध हुन जान्छ, जसकारण सीमामा खटिएको सुरक्षाकर्मीहरूको टोलीको सहयोगमा भन्सार कार्यालयले त्यस्ता सामानहरू भारततर्फ नै फर्काइदिने गरेका छन्। भन्सार कार्यालयका यात्रु शाखाको 3वटै ढाटमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मा रानी र इलाका प्रहरी कार्यालय रानी तथा मातहतका टोलीले नाकामा कडाई गरिरहेको भए तापनि परिचालित जनशक्ति कम भएकोले सशस्त्र प्रहरी गुल्मा रानीमा थप जनशक्ति राखेर सशस्त्र प्रहरीको टोलीले सीमामा चेकजाँचमा थप कडाई गरेको छ। सीमामा गरिएको कडाईको बावजुद पनि यदि कसैले छलेर सामान अवैध रूपमा नेपाल भित्र्याएको पाइएमा सशस्त्र प्रहरीको गुल्मको टोली सहित बीओपी जहदा भुटा, बीओपी दरैयाको टोली ठाउँ ठाउँमा नियमित तथा छड्के चेकजाँच गरी सामान बरामद गर्ने गरेको छ। त्यसै गरी इलाका प्रहरी कार्यालय रानीको टोलीले पनि त्यसरी अवैध रूपमा फेला परेको सामानहरू पक्राउ गरी भन्सार कार्यालयमा दाखिला गर्ने गरेका छन्। सशस्त्र प्रहरीले सामान्य घराइसी सामान बाहेक आवश्यकता भन्दा बढी सामान चेकजाँचमा फेला पारे त्यो जफत गरेर भन्सार कार्यालयमा बुझाएर मुद्दा दर्ता गर्ने गरेको छ। यसरी सशस्त्र प्रहरी गुल्मले मात्र मासिक 50 लाख आसपासको अवैध तरिकाले भन्सार छली भित्र्याएको सामानहरू बरामद गरी भन्सार बुझाउने गरेका छन्। नेपाल भारत दुई देशबीचको खुला सिमानाका कारण सीमावर्ती क्षेत्रमा बसोबास गर्ने धेरै मानिसहरूलाई तस्करहरूले प्रयोग गरेर अवैध तस्करी गराउन संलग्न गराउने गरेको पाइन्छ। तर नाकामा कडाई सँगसँगै बाटोको विभिन्न ठाउँहरूमा रहेको जनपद प्रहरी र सशस्त्र प्रहरीको छड्के चेकजाँच टोलीले गर्दा अहिले पहिलेको तुलनामा अवैध सामान ओसार पसारको क्रम घटेको पाइन्छ। भिडियोमा हेर्दा एकजना अपाङ्गता भएका युवाले भारतबाट ल्याएको सामान सशस्त्र प्रहरीले नेपाल प्रहरीले दुःख दिएको हेर्न सकिन्छ। जीविका चलाउन सीमावर्ती एरियामा बसोबास गर्ने अधिकांशले भारतको जोगबनीबाट सामान ल्याउँछन् र घरमा चुलो बाल्छन्। राज्यको नीति निर्देशन अनुसार सीमामा खटिएका सुरक्षाकर्मीहरूले कडाई गर्नु स्वाभाविक हो, तर तस्करहरूले यस्ता अपाङ्गता भएका व्यक्तिहरूलाई प्रयोग गरेर दुरुपयोग गर्ने गरेको देख्न सकिन्छ। दयनीय अवस्थाका कारण धेरै अपाङ्गता भएका व्यक्तिहरू पारीबाट सामान खरिद गरेर नेपाली बजार विराटनगरमा बेच्ने गरेका छन्। तर त्यही अपाङ्गता भएका व्यक्तिहरूलाई तस्करहरूले थप आर्थिक प्रलोभन दिएर महँगा अवैध तथा प्रतिबन्धित सामान तस्करीमा लगाउने गरेको पाइन्छ। सोही क्रममा यी अपाङ्गता भएका व्यक्तिले चकलेट, भुजिया, बिस्कुट भित्र लुकाएर अन्य तस्करीको सामान, लत्ता कपडा, हार्डवेयरको सामान, मोटर पार्ट्स, मेसनरी पार्ट्स जनपद प्रहरी र सशस्त्र प्रहरीले निकालेको हो। अशक्त अपाङ्गता भएका व्यक्तिहरूले पारीबाट ल्याएको सामान बिक्री गरेर कमाउने रकम भन्दा 200-400 रुपियाँ बढी कमाउने प्रलोभनमा परेर यस्तो अवैध सामान बोकी ल्याउने गरेका छन्, जसबाट यी सामान बोक्ने अपाङ्गता भएका व्यक्तिहरूलाई भन्दा यस्तालाई प्रयोग गर्ने तस्करहरू मोटाउने गरेका छन्। यद्यपि दृश्यमा हेर्दा सुरक्षाकर्मीहरूले ज्यादती गरेको देखिए पनि यथार्थ यही हो। दर्शकवृन्द, तस्करहरूले यस्ता व्यक्तिलाई प्रयोग गरेर राष्ट्रलाई हानि नोक्सानी पुर्याउने प्रतिबन्धित गैर कानूनी तथा अवैध सामानहरू नेपाल भित्राउन पछि पर्दैनन्। यहाँसम्म कि अवैध काम गर्ने छिमेकी राष्ट्र भारतको जोगबनी, बत्नाहा लगायत नेपालकै विभिन्न पालिकाहरूबाट अपाङ्गता भएका मानिसहरूलाई खोजी खोजी यस्ता अवैध कार्यमा लगाइन्छ
र त्यस्ता तस्करहरूको लाइन हेर्ने मानिसहरूले प्रहरीको गतिविधि ध्यान राख्नुका साथै सामानहरू गन्तव्यसम्म पुर्याउने गरेको पाइन्छ। Jangan